नमस्कार साथीहरू, तपाईँहरूलाई नेप्से लोजिक ल्याबमा स्वागत छ। यदि तपाईँहरू यो च्यानलमा नयाँ हुनुहुन्छ भने तपाईँलाई डबल स्वागत र पुरानो सब्सक्राइबर हुनुहुन्छ भने तपाईँहरूको साथको लागि धन्यवाद। आज यो भिडियो चाहिँ सबैको लागि एकदम महत्त्वपूर्ण हुनेछ, त्यही भएर कृपया हेरेर साथ दिनु होला है। पहिले चाहिँ मैले यो च्यानललाई विभिन्न प्रकारको सामग्रीहरू हाल्ने गरेका थिएँ। अबदेखि यो नेप्से लोजिक ल्याबमा केवल एउटै विषयमा केन्द्रित हुनेछ र त्यो भनेको चाहिँ नेपाली सेयर बजार अर्थात् नेप्से सम्बन्धी शिक्षा। यहाँ चाहिँ मैले टेक्निकल इन्डिकेटरलाई लोजिक सहित बुझाउने, स्विङ ट्रेडिङ सिस्टम स्टेप बाई स्टेप सिकाउने, रिस्क म्यानेजमेन्ट र ट्रेडिङ साइकोलोजीमा फोकस गर्ने सोच गरेको छु। अहिले युट्युबमा नेप्से सम्बन्धी धेरै च्यानलहरू छन्, तर नेप्से लोजिक ल्याबमा चाहिँ मैले अलिक फरक गरौँ भनेर सोचिरहेको छु। कसरी भन्दा चाहिँ धेरैले इन्डिकेटर मात्रै कसरी युज गर्ने भनेर देखाउँछन्, हामी चाहिँ इन्डिकेटरको लोजिक बुझाउँछु क्या। म चाहिँ यहाँ चाहिँ इन्डिकेटरले किन काम गर्छ, कहिले काम गर्दैन, यस्ता कुराहरू बुझाउने। धेरैले एकदम सिग्नल दिएर हुन्छन्, तर म चाहिँ सिस्टम बनाउन सिकाउँ भनेर सोचिरहेको छु। धेरैले थ्योरी मात्र गर्छन्, तर म चाहिँ अब रियल चार्टमा नेप्से चार्टमै तपाईँलाई प्र्याक्टिकल इक्जाम्पल दिएर डिसिप्लिन र सिस्टम बेस्ड ट्रेडिङमा विश्वास गर्ने गरी त्यसरी सिकाउँछु है त। तपाईँहरूले यो च्यानलमा के पाउनुहुनेछ भन्दा चाहिँ इन्डिकेटर बाई इन्डिकेटर नेपाली एक्सप्लेनेसन, त्यसपछि कम्प्लिट नेप्से स्विङ ट्रेडिङ सेटअप जसमा चाहिँ इन्ट्री एक्जिट र स्टप लसका कुराहरू समावेश हुनेछ, लस किन आउँछ भन्ने कुरा बुझ्ने, प्र्याक्टिकल एनालाइसिस होइन, अनि ट्रेडिङ साइकोलोजी, डिसिप्लिन सम्बन्धी कन्टेन्ट, त्यसै गरी बिगिनरदेखि इन्टरमिडिएट ट्रेडरहरूको लागि नेपाली ल्याङ्ग्वेजमा नेपाली मार्केटको कन्टेक्स्ट अनुसारको विषयहरू हाल्नेछु है। यदि तपाईँ सिग्नल भन्दा सिस्टम चाहनुहुन्छ, टिप्स भन्दा लोजिक बुझ्न चाहनुहुन्छ र लङ टर्म स्किल डेभलप गर्न चाहनुहुन्छ भने चाहिँ अब तपाईँको चाहिँ नेप्से लोजिक ल्याब चाहिँ नयाँ सारथी भएर निस्किनेछ। त्यसैले सब्सक्राइब गर्नुहोस्, बेल आइकन थिच्नुहोस् है। धन्यवाद यो भिडियो हेर्नु भएकोमा। याद राख्नुहोस्, नेप्से लोजिक ल्याबमा सिग्नल होइन सिस्टम सिक्छौँ। अर्को भिडियोमा भेटौँला है त साथीहरू।